वेलकम टु आइसा भ्लग। आज दिदी चटपटी बनाउँदै हुनुहुन्छ होइन। अब खै खान सक्ने नसक्ने हो है। हजुरहरू फ्रेस भएको होला नधोएर पसिना भइरहेको छु बेलुका होइन। ओके आजको हाम्रो के अरे के भन्नु दिदी गिलो चटपटे बनाउने मान्छे चाहिँ यता छन्। नजिक आँखा अनुहार चाहिँ नदेखिनु भयो। गिलो चटपटे बनाउने मान्छे यता खाइसकिन्छ दिदी। रेडी भइसक्यो खाना एकदम अलिक नुन बढी भयो जस्तो लाग्यो क्या मलाई चाहिँ। दिदीले चाहिँ एक साल खाइरहेको छु आज त खाने म बिरामी छु त्यही भएर खान सक्दिनँ। त्यही भएर अब हामी खानु लाग्छौँ ल। थमेल एउटा यस्तो थमेल राखौँ न एउटा। के हो थमेल? थमेल होइन थमेल मलाई के आउँदैन है। साथीहरू खाइ ल बिरामी चाहिँ बिरामी होला। मलाई जो चटपटी खानु मन थियो क्या तर अलिकति नुन अलिकति कम अरे बेसी रहेछ। म चाहिँ नसक्ने भयो। म सक्दैन रहेछ खानु। मैले यो खाइसकेँ होइन म टोइलेट कुदाकुदै हुन्छ। पिरो खायो भने चाहिँ म चटपटी हालेर खानु पानी छैन कि चटपटी खाएर त म टोइलेट कुदाकुदै भए। तर मिठो छ है नुन मात्रै हल्का बेसी छ। नुन चाहिँ बढी भयो डरो पानी खाने भएमा आज कति मोटी देखेन उता मलाई मैले यहाँ निकालेको त मेरो। फेरि मलाई यो कागती अलि अम्लो लाग्दैन कि अर्को कालो सुप चाहिँ मनपर्छ कि अम्लो लाग्छ नि त। कुरा त खानु हुँदैन भन्छ क्या त्यो भएर। मलाई अब 2 दिन जति मात्रै होला खान सक्दिनँ। म धेरै खान सक्दिनँ यो। थाहा छ मलाई त खान सक्दिनँ। यो खुर्सानी चपायो भने चाहिँ पिरो हुँदो रहेछ नि। खुर्सानी लास्ट त्यो जनामा त अब गालाले चाहिँ पछि फुलिदिएर खुर्सानी चपाएको त पिरो भयो। ओइ के कालो भएको त्यसले त राख्नु पर्यो नि त दिदी उता राखेको हुन्छ। खुर्सानी चपाएको त पिरो भयो। कति खान्थ्यौँ चटपटे। म चाहिँ खाँदिनँ पहिलेदेखि म चाहिँ खानु सक्दिनँ पनि। झापामा कति खान्थ्यो अब त धेरै मेरो खाइसक्दिनँ म चाहिँ। मलाई त बाहिरको चिजहरू चाहिँ खाने मन लाग्दैन क्या। दिदी म खाइसक्दिनँ।
दिदीले त कम्ती कम यात्रै हालेर खाँदा हो यत्रो छ मेरो भन्दा बेसी त हो दिदीको मात्रै खानु मन लागिरहेको थियो नि टर्के त्यो चटपटी देखेन त पोल्टे पान नि त्यही नदेखाएको क्या मैले चटपटी बेसी पर्दाले लास्ट डिस्टर्ब गर मेरो चाहिँ भएन म खाइसक्दिनँ लास्टै हुन्छ मलाई यो चटपटे पानीपुरी खाने बानी छैन खाने भने चाहिँ रामेन चाहिँ बेसी खान्छ है फेरि म पर्दाले लास्टै बिचायो क्या होइन मेरो चाहिँ सक्यो म खाइसक्दिनँ दिदी खाइरहेछ पिरो पो रहेछ त लास्टमा त खर्सानी चबायो मलाई आलु चाहिँ मन पर्दैन क्या ओके म चाहिँ लाग्यो होइन लागे गर्न चाहन्छु म चाहिँ खाइसकेँ अब होइन म के गरेर बस्नु अब हेरेर बस्नु त मिल्दैन तर पिरो भयो लास्टै आजको लागि मेरो ब्लग यति नै मलाई बनाउनु पनि आउँदैन म थोरै बनाउँछु पिरो के भन्ने दिदी लास्टमा लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गर्नु होला मेरो भिडियो ओके अहिलेलाई यति बाई बाई